अतिथिको रूपमा हुनुहुन्छ लाक्पा गेलु शेर्पाजी हो। कुनै पनि कार्यक्रमको लागि सभापति पूजा गरिदिएर सुरु गरिदिनु। लामा शेर्पाजी हो। शेर्पा संघ जापानका सल्लाहकार आसन ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। समितिबाट हार्दिक टासीदेवीले टक्राउन चाहन्छु। टासीदेवीले आज यस गेलबुगोस सांस्कृतिक विविधता कार्यक्रममा उपस्थित सम्पूर्णमा म मेरो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। स्वागतम। व्यक्तिगत तर्फबाट संस्थाको तर्फबाट टासीदेवी नमस्कार जोड्ने सबैजनालाई माथि लाग्छ हामीले किताबमा पढ्थ्यौँ पासाङले अब शेर्पा भनेर लाग्थ्यो मलाई यस्तो कस्तो अर्कै टाइपको मान्छे होला। शेर्पा भन्दा बित्तिकमा पछिको मान्छे अर्कै हो कि कस्तो हो लाग्थ्यो जब मैले बुझ्थेन। मैले भनौँ न म यो लोसार पर्वमा चाहिँ लामा शेर्पा सङ्घ जापानको चाहिँ पहिलोपटक उपस्थित भएको छु र मलाई सबै कुरा थाहा नहुन पनि सक्छ र यहाँको नयाँ वर्ष कसरी मनाइरहनु भएको छ त्यो पनि थाहा नहुन सक्छ। तर पहिलोपटक भावनाले धेरै कुराहरू मैले राख्न चाहिनँ होइन। र केन्द्रदेखि पाउनुभएका शेर्पा सङ्घका विभिन्न अतिथिज्यूहरू र विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने अध्यक्ष पौडेलज्यूहरू र उपस्थित महिला सज्जनज्यू धेरै म यो वक्तव्य समाप्त हस्त धन्यवाद।
म सबैजना यहाँ जो जति उपस्थित हुनुहुन्छ सबैजनालाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो नयाँ वर्षले तपाईँहरूको नयाँ उमङ्ग ल्याओस्, नयाँ जोस ल्याओस्, तपाईँहरूको जीवन। विभिन्न सङ्घ संस्थाबाट आज यस कार्यक्रमलाई सभ्य र भव्य तरिकाले सम्पन्न गर्नको निमित्त विभिन्न सङ्घ संस्थाबाट हामीले त्यही कुराहरूलाई नै अग्रजहरूले सिकाउनु भएको देखाउनु भएको बाटोहरूलाई नै पहिलाउँदै हामी युवाहरू अगाडि बढ्दैछौँ।
Love